भर्खर आएको चलाएर साइकल लेनमा साइकल चलाउनु मजै छुटेछ। साइकल लेन भनेर गराउनु त गरायो, तर ट्याक्सी पार्किङ कस्तो देख्छु मैले है टाइममा। ल हेरौँ है त, धेरै ठाउँमा देखेँ, त्यसपछि मलाई भिडियो बनाउनु मन लागेको हो। आफ्नै बाइक पार्किङ है, बाइक पार्किङ, गाडी पार्किङ। त्यही त, यो मान्छेहरूलाई पक्कै नै ठाउँ नभएरै होला बनाएको। ठाउँ पार्किङको ठाउँ नबनाएर साइकल पार्किङ, साइकल लेन भनेर छुट्याइदिएर हुन्छ र मेरज्यू। अलिकति दिमाग लाउनु पऱ्यो नि हौ, छैन भने सोध्नु पऱ्यो होइन र। मेन नगरपालिकाको वरिपरि साइकल लेन भनेको बाइक गाडी पार्किङ नगरपालिकाको वरिपरि भनेपछि त्यो पार्किङ गर्नेको मात्रै दोष पनि देख्दैन म। कहाँ गरौँ त नि पार्किङ? अब भित्र गरौँ भने त्यहाँ ब्लक गरिदिएको छ, स्लोप बनाइदिएकै छैन। हेर्नु है, नगरपालिकाको अगाडि हाम्रो पुलिस दाजुहरू पनि साइकल लेनमा हुनुहुन्छ, तर साइकल लेनमा चट्ट पार्किङ। ए पुलिस दाजुहरूलाई पनि थाहा छैन हो कि अथवा भनेकै छैन, यही क्रस गरेर आउनुभयो। यो त मलाई अति भएर भिडियो बनाउनु मन लागेको हो। योभन्दा बढी छ अरू ठाउँमा पनि। पोखरा टुरिज्म क्यापिटल, ग्रिन सिटी फ्युचर भएको ठाउँ। ओ माई गुडनेस, धनराज मेयर फेरि। मैले मान्छेले आलोचना गर्न खोजेँ होइन, तर यस्तो प्लानिङहरू त मेयर भनेपछि सिइओ जस्तै हो तपाईँको एउटा देशको। महानगरपालिका, उपमहानगरपालिका के हुन्छ, तर हेर्नुहोस् त दशा। अनि साइकल चलाउनेको सुरक्षाको जिम्मा कसले लिने? बाटोमा चलाएको थियो भन्ने, कतै केही भयो भने दोषी पनि साइकल यात्री नै हुन्छ फेरि। हेर्नु, नगरपालिकाको वरिपरि यतै बाटोपट्टिको अगाडि मेन बाटो, सबभन्दा मेन बाटो बिजनेसको प्रस्पेक्टिसबाट माथितिर जाने, उतातिर जाने ठुलो बाटो तपाईँको। यता 2 उता 2 4 प्लस तपाईँको फुटपाथ प्लस साइकल लेन भएको ठाउँ हो भनेपछि 2 लेनको बाटोमा कतै कतै चिक्क पारेर लाइन तानेर साइकल लेन भनेर छुट्याइदिएको। त्यसको हालत के होला? भगवान् भन्छ एकजनाले, त्यस्तै हो। त्यो हरियो कलरको लाइन के को लागि हो भनेर सबै, हरियो हो कि निलो है, यो मान्छे कन्फ्युजनको कलरमा। साइकलको चित्र पनि छ यसमा। सबै ड्राइभरलाई सोध्ने हो भने उनीहरूको एन्सर हुन्छ। त्यसपछि हामीले पार्किङ कहाँ गर्ने त नि? एकदम जायज कुरा हो। कति बेला फेरि थाहा पनि छैन होला, पार्किङ गर्ने त होला नि, त्यो छुट्याइदिएको भन्छ होला। अलि साइकलको चित्रको ख्याल नगरेकाहरूले चाहिँ है। हेर्नुहोस्, टक्क साइकल लेनमै हाम्रो ट्राफिक छ, उभिएर गाडीलाई हेर्नुभयो होइन, सबै हेर्नुभयो, आउँदै हुनुहुन्छ कसलाई छ मतलब होइन।
ट्राफिक सर यो साइकल लेन हो नि है साइकल लेन साइकल लेन हो भने ट्राफिकलाई त थाहा रहेछ है सोधिदिएको मैले दिएको नि है अब यता पनि पुरा कर सल्कर गरेर इन्जिनियर दाजुहरूले एउटा ब्यालेन्सिङ कर्भ त बनाउनु भएको साइकल लेनको टर्निङको लागि के भन्नु लेनमा गाडी छ गाडीलाई ओभरटेक गरेर साइकल लेनमा जाउँ भन्यो नि साइकल लेनमै ब्लकेज हाल्दो रहेछ ल म फेरि साइकल लेन छोएँ है त साइकल लेन छोएँ तर ल यो पनि साइकल लेन भनेको पार्किङ लेनै रहेछ है ल फेरि साइकल लेन छोयो है त पोखरा टुरिज्म क्यापिटल बनाउने भिजन भएका मान्छेहरू छन् यहाँ वर्षौँदेखि ओ साथी हो मलाई दियो मलाई कुनै पद चाहिन्न जस्ट काउन्सिलिङ बनाएर मेरो कुरा सुन 5 वर्षमा रोडले यस्तो पनि हुन्छ यदि चाँडै पनि चेन्ज हुन्छ भन्ने बनाइदिन्छु फोहोर मैलाको राजनीति राजनीति त नभनौँ कुनीति भनौँ कुनीति भनौँ राजनीति त राम्रोको लागि हो राजनीतिको नाममा कुनीति गर्नेहरूले डुबायो नि देश त ल यहाँ चाहिँ रहेन छ है देखेको छैन मैले यहाँ चाहिँ लाइनिङ छुट्टाएको छैन तर यो पनि एकदमै मेन टाइम हो मेन टाइममा यति भिड छ हामी त अभियसली यो पनि बनाउनु पर्ने हो किनकि यहाँको फुटपाथमा फुटपाथ त तपाईँको कार हिँड्ने साइजको फुटपाथ प्लस तपाईँको कुनै अगाडि पार्किङ छुट्टाएको होला तल हेर्नुहोस् माथि खाली छ पुरै तल त्यो के हो साइकल बनाउने ठाउँमा पुरै गाडीहरू छ बाइकहरू छ माथि उफ गाडी पनि छ है भनेपछि साइकल यात्रीलाई साइकललाई प्रोत्साहन ग्रिन सिटी भनेर हामीले फोकस गर्छौँ भनेर के व्यापारीहरूलाई साइकलमा कर घटाएर गर्ने हो कि के हो पोखरा काठमाडौँ भनेको सबैभन्दा बढी आँखा जाने सबैभन्दा नीति नियम भन्ने ठाउँ हो है सरहरूले अरू ठाउँको त ठुलै छ अरू ठाउँमा कुनै कुनै ठाउँमा नगरपालिका एउटा सर्टेन टिमहरूले अलि प्रोपर गरेर दबाब दिएर अर्को ग्रिन सिटी बनाउने एक स्टेप चालेको छ अरे भन्ने सुनेको छु है मैले त भेटौँडामा कता कता गइएको छैन जाने हो गएर हेर्नुपर्ने तर हेर्नुहोस् यो भनेको पिक टाइम हो अफिस टाइम अफिस सुरु हुँदैछ म पनि अफिस जाँदैछु साइकलमा मेरो मान्यता 10 किलोमिटर अप डाउन गर्नेलाई त्यो कम्पनीले डाइट प्लान दियोस् डाइटको एलाउन्स दियोस् ताकि पेट्रोल एलाउन्सेसको ठाउँमा डाइट एलाउन्स दियोस् डाइट किनेको बिल चाहियो डाइट बिल सरकारलाई कर दिनु पऱ्यो नि होइन साइकल कम्पलसरी 10 किलोमिटर अप 10 किलोमिटर डाउन कति घट्छ तपाईँको प्रदूषण कति घट्छ वायु प्रदूषण साउन्ड प्रदूषण सबै राज्यको ढुकुटी बाहिर जानेबाट कति पर्छ ल भन्नु त ओहो यार एउटा स्ट्रिक्ट रुल ल 10 किलोमिटरभन्दा बढीमा बाइक गाडी चलाउन हान्दिउ न फाइन जफत गरिदियो गाडी साला ठुलो कम्पनी छ 20 जना भनेपछि एउटा त्यो सानो हाइस टाइपको गाडी कम्पलसरी गरिदियो स्टाफ ल्याउनलाई ठुलो गाडी छ कम्पनीमा ठुलो मान्छे छ भने बस कम्पलसरी गरिदियो न त दर्तै नहुने दर्तै गर्न नपाउने त्यो बेसिक तपाईँको
पोइन्टमा हालिदेऊ न एउटा, हुँदैन? नगरी सुक्खा सबै घट्छ, फ्युल कन्जम्सन घट्छ, कन्जम्सन लो, डिमान्ड लो, पैसा कम, युटिलाइज, पैसा आफ्नो कम भन्न खोजेको, कम युटिलाइज भएर विकास हुन्छ भन्न खोजेको होइन। बाहिर जाने फ्लो लो हुन्छ, विदेश जाने त डलरमा हो नि किन्ने। साला म जस्तो मान्छेलाई पनि थोरै नलेज छ यार, देश बनाउनेहरू छैन। 1000 जना मान्छे बस्ने क्षेत्रमा 150 जना त नेता छन्। बिरौटाबाट फुलबारी एरिया आउनलाई मलाई कति गाह्रो छ हेर्नुहोस् होइन। भनेपछि सरकारले कार किन, बाइक किन, एनी हो भनेर मलाई फोर्स गरेको होइन, इन्डाइरेक्ट रूपमा गरेकै हो नि। 300% हो कि कति पर्सेन्ट हो, कर तिर, चला 20 वर्ष चला, फाल फेरि किन, सधैँभरि भिखारी जस्तै बन भन्न खोजे होइन सरकारले। इन्डाइरेक्ट रूपमा त्यही नै हो। मेरो यात्रा चाहिँ अब बिरौटादेखि फुलबारीको थियो, अब अफिस आउन लाग्यो होइन। यो अफिस हो मेरो, यो काम गर्छु त्यो काम गर्छु भनेर भन्न पनि हुँदैन। सर्टेन तपाईँको सर्कल हुन्छ होइन, प्राइभेसीको कुराहरू हुन्छ है। हस् त, धन्यवाद। प्रिन्सिप है, तर आज झन् साइकल लेनमा यसो के हुँदो रहेछ भनेर हेरेको नि त। आज झन् एकदम भिआइपी ठुल्ठुलो मान्छेहरूको इभेन्ट रहेछ। यो हाम्रो रवि लामी खानेकुरोहरू पनि आउने होइन, त्यही सबै भिआइपी मान्छेहरूको हेर्नुहोस् गाडी, साइकल लेन, हाम्रो पोखरा महानगरपालिकाले बनाएको साइकल लेन हेर्नुहोस् है। लगभग 2 किलोमिटरको साइकल लेन छैन, 1.5 किलोमिटरको छ।